Do you know how to fold paper for drafting? If not, then this video is for you. In this video, I will teach you how to fold paper for drafting. त्यसको लागि सबैभन्दा पहिला A4 साइज पेपर लिनु नत्र भने चाहिँ नेपाली कागज लिँदा पनि भयो। पहिला प्र्याक्टिस गर्दा चाहिँ A4 साइज पेपरबाटै सुरु गरौँ। फर्स्टमा चाहिँ हामीले फोल्ड गर्नुपर्छ ठ्याक्क हाफमा। अब चाहिँ हामी तलको भागको बनाउँछौँ। त्यसको लागि अगेन फेरि फोल्ड गर्ने हो। जहाँबाट हामीले हाफ फोल्ड गरेको थियो त्यही लाइनबाट अगेन हामीले फोल्ड गर्नुपर्ने हुन्छ। पुच्छरमा चाहिँ हामीले 1 इन्च छोड्नुपर्ने हुन्छ। यसरी फोल्ड गरेपछि हाम्रो तलको भागको चाहिँ कम्प्लिट भयो। अब हामी माथितिर जान्छौँ। त्यसको लागि अगेन हामीले त्यही हाफबाट नै फोल्ड गर्नुपर्ने हुन्छ। फोल्ड गरिसकेपछि अझै 2 चोटि फोल्ड गर्नुपर्छ। हाम्रो आधा काम चाहिँ सकिसक्यो। हामीले होरिजेन्टली चाहिँ फोल्ड गरिसक्यौँ। अब हामीले भर्टिकल वेमा फोल्ड गर्नुपर्ने हुन्छ। त्यसको लागि फेरि बीचमा फोल्ड गर। त्यसपछि फर्स्टमा हामी लेफ्ट ह्यान्ड साइडको गर्छौँ। त्यसको लागि अगेन फोल्ड गर्नुपर्ने हुन्छ। हामीले त्यसमा चाहिँ 2 चोटि फोल्ड गर्नुपर्ने हुन्छ। दुई चोटि फोल्ड गरिसकेपछि अगेन त्यो दुईटा लाइनको बीचमा अझै एउटा लाइन हुनुपर्छ। त्यसको लागि अगेन हामीले फोल्ड गर्नेछौँ। अब हामी राइट ह्यान्ड साइडतिर फोल्ड गर्छौँ। त्यता चाहिँ 3 चोटि फोल्ड गर्नुपर्छ हामीले। यसरी चाहिँ हजुरहरूले लिगल ड्राफ्टिङको लागि पेपर फोल्ड गर्न सक्नुहुन्छ।